आज म बीबीसी ग्लोबल एजुकेसनको काठमाडौँ ब्रान्च अफिसमा छु र यति बेला हाम्रो दुईजना भाइको एकैचोटि क्यानाडाको भिजा आएको छ। सबभन्दा पहिले म भाइहरूलाई कङ्ग्रेचुलेसन भन्न चाहन्छु। कङ्ग्रेचुलेसन पवन। थ्याङ्क यू। कङ्ग्रेचुलेसन जेनित। थ्याङ्क यू सर। कस्तो लागिरहेछ? एकदम खुसी लागिरहेछ। खुसी लागिरहेछ है? ओके, अब म भाइहरूसँग थोरै यहाँहरूको क्यानाडाको जुन सक्सेस जोर्नी छ यो सम्बन्धी कुरा गर्न गइरहेको छु। पवनले भिजा अप्लाई गरेको कति दिनमा भिजा प्राप्त गर्नुभयो? मैले 20 दिन भन्दा कम, विदिन 20 डेजमा तपाईँको क्यानाडाको भिजा आयो है? हजुर। र जेनितको तपाईँको कति दिनमा? मेरो पनि त्यही नै हो, अलमोस्ट 21 डेज। 20 डेजमा तपाईँहरूको भिजा आयो है? सो अब म तपाईँहरूलाई यो जोड्ने तपाईँको एकाडेमिक ब्याकग्राउन्ड कस्तो थियो र यहाँहरूले कसरी क्यानाडा अध्ययन गर्ने जाने सोच्नुभयो र यहाँले बीबीसी ग्लोबल एजुकेसन नै किन रोज्नुभयो यस सम्बन्धी म थोरै यहाँहरूलाई प्रश्न गर्न चाहन्छु। इज द्याट ओके? तपाईँको थोरै एकाडेमिक ब्याकग्राउन्ड, हाई स्कुल र प्लस 2 सम्मको अध्ययनको बारेमा बताइदिनुहुन्छ। मैले क्लास 10 सम्म चाहिँ रोजबर्डमा पढेको, काठमाडौँमै? हजुर, काठमाडौँमै। अनि प्लस 2 चाहिँ मैले सेन्ट जेभियर्सबाट दिएको, ए लेभल्स गरेको, प्लस 2 होइन। ओके, प्लस 2 होइन, ए लेभल साइन्स। हजुर, कम्प्युटर साइन्स। कम्प्युटर साइन्स। जेनितको थोरै एकाडेमिक ब्याकग्राउन्ड? मेरो पनि कम्प्युटर साइन्स फ्याकल्टी नै हो, तर चाहिँ मैले चाहिँ प्लस 2 चाहिँ तिलोत्तमा क्याम्पसबाट गरेको। भने तपाईँ बुटोलबाट गर्नुभयो, राइट? ओके, अब तपाईँले जस्तो कुन कोर्स पढ्न जाँदै हुनुहुन्छ? मैले सिभिल इन्जिनियरिङ। सिभिल इन्जिनियरिङ। तपाईँको पनि एउटै कलेज हो? हजुर, एउटै। भनेको तपाईँहरूले आइएल्स कक्षा पनि सँगै पढ्नु भएको थियो? हजुर। कहाँ पढ्नुभयो? बीबीसी ग्लोबल एजुकेसन। बीबीसी ग्लोबल एजुकेसनमै तपाईँहरूले आइएल्स पढ्नुभयो र आइएल्समा राम्रो गर्नुभयो। त्यस पछाडि यहाँले बीबीसी ग्लोबल एजुकेसनलाई नै रोज्नुभयो। तपाईँहरू यस्तो कन्फिडेन्ट जुन चाहिँ हुन्छ नि क्यानाडा अध्ययन गर्न जानको लागि बीबीसी ग्लोबल एजुकेसनमै त्यस्तो कन्फिडेन्ट कसरी आयो? कन्फिडेन्ट अब बीबीसी ग्लोबल एजुकेसन क्यानाडाको लागि नम्बर 1 कन्सल्टेन्सी अनि सुनिरहेको थिएँ। ओके। अनि त्यही भएर मैले पनि अरू साथीहरूको पनि भिजा आएको थियो त्यही कन्सल्टेन्सीबाट, र मैले पनि ट्राई गरौँ। अरू कुनै कन्सल्टेन्सी भिजिट गर्नु भएन? नै, सिधै यता आएको, फर्स्ट अप्सन। यु भेरी मच कन्फिडेन्ट, राइट? यस। ओके, तपाईँले? मेरो पनि त्यही नै हो। मेरो दिदी चाहिँ यहीँबाट क्यानाडा जानु भएको। ओके। दिदीले चाहिँ रेकमेन्ड गर्नुभयो यहाँ चाहिँ राम्रो छ भनेर। अनि यहाँको चाहिँ टिम चाहिँ एकदम राम्रो हुनुहुन्छ, मलाई चाहिँ सजिलो हेल्प गर्नु, त्यही भएर चाहिँ। सो आर यु ह्याप्पी विथ द टिम, एन्टायर टिम? तपाईँलाई जुन डकुमेन्टेसनको प्रोसेसमा, एप्लिकेसनको प्रोसेसमा, भिजा प्रोसेसिङ प्रोसेस सबै सहयोग गर्नुभयो, यु आर ह्याप्पी? र धेरै विद्यार्थीहरू, कतिपय विद्यार्थी भाइ बहिनीहरूको अस्ट्रेलियाको भिजा रिफ्युज भएर, युएसएको भिजा रिफ्युज भएर, अन्य देशको भिजा रिफ्युज भएर एकदम चिन्तामा हुनुहुन्छ होइन? अथवा क्यानाडाकै नै भिजा कतिपय भाइ बहिनीहरूको 1-2 पल्ट रिफ्युज भएर चिन्तित हुनुहुन्छ। त्यस्तो भाइ बहिनीहरूलाई जो क्यानाडा जाने, अध्ययन गर्न जाने सोच्नु भएको छ, अथवा अस्ट्रेलिया जाने सोच्नु भएको छ, अथवा युके जाने सोच्नु भएको छ, त्यसको लागि यहाँहरूले बीबीसी ग्लोबल एजुकेसनको बारेमा के भन्न चाहनुहुन्छ, आफ्नो अनुभव? बीबीसी ग्लोबल एजुकेसन अब एकदम भर पर्दो, टिम पनि सबै राम्रै हुन्छ। ओके। मलाई हरेक प्रोसेसमा सबै गाइडेन्स दिएर है यो प्रोसेस के हो भनेर पनि म धेरै डाउटफुल थिएँ होइन, सबै मलाई राम्ररी बुझाएरै गर्नुभएको। तर मैले हाइली रेकमेन्ड गर्छु क्यानाडा जानको लागि र अरू कुनै कन्ट्री जानको लागि बीबीसी ग्लोबल एजुकेसन। सो व्हाट यु लाइक टु से? सबैभन्दा सुरुमा चाहिँ यहाँको चाहिँ टिम र एम्बियन्स चाहिँ एकदम राम्रो छ होइन? ओके। उहाँहरूले चाहिँ एउटा क्लाइन्टको रूपमा नै, एज अ फ्यामिली मेम्बरको रूपमा चाहिँ आफ्नो क्लाइन्टहरूलाई चाहिँ बिहेभ गर्नुहुन्छ। अनि सबैजना हम्बल हुनुहुन्छ, राम्रोसँग बुझाइदिनुहुन्छ सबै कुरा, नजानेको कुरा पनि। सो बीबीसी ग्लोबल एजुकेसनको लागि आउट अफ 100 मा कति दिनुहुन्छ? आउट अफ 100 मा अलमोस्ट 100 नै दिन्छु मैले। आई एम भेरी सेटिस्फाइड विथ द सर्भिस। ओके, तपाईँले कति दिनुहुन्छ? 100 मात्र, 101 दिनु पर्यो नि, म दिन्छु। वाओ, ओके, थ्याङ्क यू। एनिवे, सो आई विश यु अल द बेस्ट। अब क्यानाडा जाँदै हुनुहुन्छ, यहाँहरूले राम्रोसँग अध्ययन गर्नुहुनेछ। बेस्ट अफ लक, अल द बेस्ट। थ्याङ्क यू।